गुड मर्निङ सबैजनालाई। अन्त आज चाहिँ दसैँ हो, त्यही कारण विजय दशमीको हार्दिक शुभकामना छ सबैजनालाई। अन्त मसँग चाहिँ मेरो बहिनीहरू छन्, तपाईँलाई देखाउँछु ल। अन्त हाम्रो चाहिँ यहाँनिर ट्विन्स बहिनीहरू पनि छ, हेर्नुहोस् होला ल। हेलो भन, हेलो भन, ह्याप्पी दसैँ भन। ह्याप्पी दसैँ। सुश्री पनि छ, सुश्री आऊ। अन्त अब चाहिँ हाम्रो टिका लगाउने सायदको बेला भइसक्यो। पहिला बाबाहरूले लाउनुहुन्छ टिका, अन्त चाहिँ नातिनीहरूमा चाहिँ म ठुलो हो, अन्त मैले लाउँछु फर्स्टमा। तपाईँहरूलाई भिडियो देखाउँछु ल, हेर्नुहोस् ल। सदन्ता कुन्तेषु देवी ज्ञानी विदुरे प्रमोति शिवे सर्वार्थसाधिके शरण्ये गौरी नारायणी नमोस्तुते। गाइस मलाई चाहिँ टिका लगाइदिनु भएको अरे, हेर्नु न, आम्बो खतरा लगाइदिएको छ नि हातभरि हो। कृपया देखा त, आमा पनि रहेछ। टिका लगाइदिनु भएको अरे, आउनु न बिहानमै। मम्मीले पनि टिका लगाउनु भयो, हजुरबाले लगाइदिनु भयो। यहाँ न एक पाला चाहिँ हेर्नु ल, मेरो बहिनीलाई खतरा देखेँ। एउटा बहिनीले चाहिँ लाउँदैछ ल, उसको पनि भिडियो देखाउँछु। काका नाकमा जनाको चाहिँ हेर्नु ल, नगर्नु भिडियो। ओके बाई। अहिले एकछिनमा फेरि के अरे आउँछु है। मेरो पैसा छ भने मेरो, पैसा छैन भने मेरो होइन। त्यो चाहिँ यस्तो हालत भयो, नाकभरि लगाइदिनु भएछ। मजा आयो? दसैँ जस्तो लागेन? अब किन हल्ला होइन? अम्बो यहाँ हेर्नु न, यता आयो। अब चाहिँ दसैँ जस्तो लाग्यो नि त हामीलाई। के भन्छ, मलाई चाहिँ दही मन पर्दैन नि त, दहीको स्मेलै। सानैदेखि मैले दही नखाएको कि, अन्त हेर्नुहोस् न दहीको यो लगाउनु त मलाई कस्तो भइसक्यो। अब पुसिहाल्छु यो छिटो। नानी मुख बन्द गर्नु। कृपया पनि आइज न। गाइस दसैँ हो, अन्त पानी नपर्नु, हेर्नुहोस् न पानी। अब चाहिँ हाम्रो ठुलो बाबा घरमा जानुपर्छ टिका लाउनु, तर हेर्नु न पानी परेर चाहिँ बिजोक। हेर्नु न हाम्रो यो काका हो, मम्मी र बाबा, ठुलो आमा र ठुलो बाबा, काका काकी यहाँ हेर्नु। जानु जानु जानु। ह्याप्पी दसैँ भन्नु। ह्याप्पी दसैँ। छाता बोकेर हाम्रो दसैँ चाहिँ यस्तो भयो। बाबाले चाहिँ भिडियो नगर्नु भन्नुहुँदैछ है। बाबा कस्तो छ खाना? हिउँ छ, अन्त नदेखाउनु पर्यो भनेर चाहिँ भिडियो नगर्नु भनेर हिउँ आज बडा दसैँको उपलक्ष्यमा घिउसँग भात भएछ। शिव काका मिठो छ खाना? काका मिठो छ? विष्णु काका कृपा थप्दै रे, खोर्सानी दिए रे। दादा खाना मिठो छ? हामी चाहिँ एकदम प्योर भेज हो नि त, त्यस कारण हाम्रो घरमा प्योर भेजै पाक्छ है। फेरि दसैँमा पनि के नभन्नु होला, तपाईँहरूलाई खाना देखाउनु आँटेको नि त।
फुलकोपी आलुको सब्जी छ यहाँ लामाले पस्किनु हुँदैछ यहाँ मटर पनिर अन्त यहाँ मोही छ मोही कसलाई मनपर्छ मोही यहाँ चाहिँ चाना भिजाएको रहेछ यो चाहिँ होइन यो चाहिँ दाल छ है अन्त मुलाको अचार छ यहाँ डल्ले खोर्सानी छ यस्तै छ है हाम्रो चाहिँ दसैँहरू ह्याप्पी दसैँ मजाले मोल्ला गाइस हामी चाहिँ मामा घर गएको टिका लगाउनलाई मम्मी नै हुन्छ कृता पनि छ यस्तो बिजो बाटो यति खराब रहेछ गाइस म चाहिँ मामा घर पुगेँ होइन अन्त यहाँ चाहिँ मेरो मामा बसिरहेछ मामालाई चाहिँ किन बसिरहेको छ चाहिँ नभन्नु होला किनकि म मामालाई तँ भन्छु अन्त यहाँ चाहिँ हाम्रो मामा चाहिँ पर्खिनु होला हेलो ह्याप्पी दसैँ भन् यसले मलाई त भनि ह्याप्पी दसैँ भन्नुहोस् मामा धन्यवाद हाम्रो सानो हजुरआमा नि हुनुहुन्छ यहाँ हाँस्नु बहिनीहरू नि छन् हेर ईशा कृतिका हेर अन्त हाम्रो माइली पनि छन् यहाँ अरू त देखेकै होला यिनीहरूलाई त अघि नै तपाईँहरूले अहिले नै हेरिदिइहाल्नुहोस् यहाँ छ एउटा अन्त मम्मी र बाबाले चाहिँ टिका लाउनु हुँदैछ ठुलो आमाले लगाइदिनु हुँदैछ हो बाबा चाहिँ यहाँ हुनुहुन्छ जय हो मम्मी यहाँ हुनुहुन्छ विजय दशैं त हजुरआमा अन्त हजुरआमा चाहिँ दक्षिणा दिनुहुँदैछ हेर्नु ल अब यहाँ फाल्टो परेको छ भयो हामी चाहिँ यसरी नै मनाउँछौँ दसैँ तपाईँहरू चाहिँ कसरी मनाउनुहुन्छ भन्नु होला मेरो बहिनीले चाहिँ भन्दैछ आइसाको टर्न हो अहिले चाहिँ हजुरआमा लगाइदिनु हुँदैछ हजुरआमाले चाहिँ हामीलाई पुरा माया गर्नुहुन्छ है आइसाको चाहिँ वाइट ड्रेस भएर चाहिँ पुरा टावलले नै ढाकिरहेछ है धन्न मान्छे ब्लू लगाए यसपालि हो नत्र बिजो कुन त्यो बेर पनि हाम्रो नेपालीमा चाहिँ यसरी दक्षिणा दिनुहुन्छ टिका लगाएर अनि खुट्टा धोक्नुहुन्छ केटी छोरी मान्छेहरूको अन्त हजुरआमा हो ठुलो हजुरआमा हाम्रो हाँस्नु अन्त यहाँ चाहिँ सानो आमा हो है हाम्रो मम्मीको आमाहरू हेलो भन्नु त्यति नै हो हामीले चाहिँ मामा घरमा टिका लगाइसक्यौँ अन्त मामाको चाहिँ मम्मीको चाहिँ मामा घर पनि यहीँ हो नि त मामा घर मतलब मामा घरमै यताउति छ नि त घर चाहिँ अन्त अब मम्मीको मामा घरको टिका लगाउनलाई मम्मी चाहिँ यहाँ हुनुहुन्छ कोसेली चाहिँ हाम्रो पुगिसक्यो नि फेरि बाबाले लिएर जानुभयो नि त बाइकमा बहिनी पनि गयो त म र मम्मी चाहिँ हिँड्दै मामा घर चाहिँ पुरा पानी पऱ्यो अब बाबा चाहिँ बाइकमा जानुहुन्छ अन्त मम्मी बहिनीहरू अन्त म चाहिँ हामी चाहिँ अटोमा जाने गाइस हामी चाहिँ थाकेर अक्कै भइसक्यो हो पानी आएकोले गर्दा घरै जानु सकेको छैनौँ हेर्नु न बिहानदेखि रात परिसक्यो हो अझै घर पुगेको छैनौँ टिका पनि मुखभरि लागिसक्यो अब चाहिँ घर गएर मजाले लुगासुगा फेरेर चाहिँ मुखसुख धोएर मात्रै सफा हुन्छ हजुरआमासँग बस्छ अन्त म चाहिँ यहाँ छु कृपा यहाँ छ हजुरबाउ अघि चाहिँ हजुरबाउ हुँदैन थियो है अनि अहिले चाहिँ आउनु भएर देखाएको मैले चाहिँ लुगा फेरेँ मुख धोएको छुइनँ पानी पर्दैछ नि त बाहिर त्यही कारण अन्त अब चाहिँ हामीहरू कति कति पैसा भयो भनेर किन्ने अन्त आइसाले चाहिँ हेर्नु न यहाँ पैसा निकालेर पैसा पारेछ हो अन्त किनेर बताउँछौँ है तपाईँ आज चाहिँ हाम्रो कमाइ गर्ने दिन होइन त्यस कारण गर्नु चाहिँ गर्ने छुइनँ होइन तर यति भएछ हाम्रो चाहिँ फेरि यहाँ भुटान इन्डिया सबै
अर्को चाहिँ हेर्नु ल मेरो बहिनीलाई पैसा मेरो चाहिँ भयो 1600 I'm so happy अन्त यो चाहिँ खोक्लामा र मतलब बाबाको घर हजुरबाहरूको घरमा र मामा घरमा लगाएको पैसाहरू हो नि फेरि हामी तिनजनाले चाहिँ गनिसक्यौँ होइन डरो कमाइ भएछ हट्नै डरो कमाइ भएछ आजको चाहिँ हो अब भोलि त लाउँदिनौँ हामी त हाम्रो चाहिँ फेरि कस्तो दसैँ हुन्छ भनौँ एक दिनमा सबै सकिन्छ मामा घरमा लगाइहाल्यो बाबा घरमा लगाइहाल्यौँ सक्यो दसैँ घरमा पनि लगायौँ बाबालाई दिनुभयो यसले चाहिँ के नाटक देखाएको एस्थेटिक बनिनु खोजेको तिमीहरूको अनुहार फोकस बेसी भएर मलाई कस्तो देख्दैछ त्यही भएर सोचेको ल गाइस बाई आजको लागि यति नै थियो होइन अब चाहिँ हामी बिदा माग्छौँ बाई भोक लागेको भन्न आँटेछ अब चाहिँ हामी पुरा टायर्ड भयौँ अन्त मुख सुख धोएर अब चाहिँ एकछिनमा खानासाना खाएर अन्त सुत्ने सिधै ओछ्यानमा बाई द्याट्स इट फर द डे